हेलो साथीहरू, स्वागत छ तपाईँलाई गफको नयाँ भिडियोमा। आज हामी रियाक्ट गर्नेवाला छौँ अल्फा मुभी टिजर टिजर। ओके, जुन आलिया भट्टको यो त लेटेस्ट हो इन्ट्रेस्टिङ स्पाई युनिभर्सको नेक्स्ट फिल्म भनौँ न। अब यसमा मेन कास्टहरू चाहिँ आलिया, सरबरी, अनिल कपुर, बबी देओल। बबी देओल र अनिल कपुर कि अल्फा कि आलिया भट्ट, उनीहरूको चाहिँ मेन क्यारेक्टर रोल छ यसमा। ठिक छ, त्यसो भए डाइरेक्ट हेरिहाल्नु। तपाईँले हेर्नु भएको छ भने हेरिहाल्नु छैन, अब हेरिसक्नु भएको छ भने हाम्रो थोपडा हेर्दै पनि फेरि हेर्नुहोस्। प्ले यस राज फिल्म 18वां जन्मदिन मुबारक हो। बाबुको आपने जो किया है मेरे लिए it really means a lot to me. 34वां फ्लोर 3418। मैं समझी नहीं बाबा, वहाँ करना क्या है? वही जिसके लिए मैंने तुझे ट्रेनिंग दी है। तो ये सब मेरे बर्थडे के लिए नहीं था? अपनी 18वीं सालगिरह पे तू अपना पहला मिशन करने जा रही है। इससे ज्यादा स्पेशल क्या हो सके? स्पाई युनिभर्स। दुनिया में सिर्फ 2 तरह के लोग हुए हैं, वुल्फ और शीप। मैं वुल्फ हूँ, तो क्या है? वुल्फ की बेटी वुल्फ ही होती है सर। ये क्या है? अल्फा अल्फा मतलब? सीक्रेट प्रोग्राम है इंडिया के नेक्स्ट जनरेशन सोल्जर्स तैयार करने के लिए। सबसे पहले, सबसे तेज, सबसे वीर। तो भी वही है हमारी इकलौती अल्फा। हैप्पी बर्थडे। बर्थडे गिफ्ट राम्रो छ। सक्यो यसै बाबा सीता टर्चलाई धेरै टाइम छैन आउनलाई। भनेपछि कति बाँकी भयो यो त? अराउन्ड आउन लागिसकेछ होइन? ल यो यसो हेर्दाखेरि स्पाई युनिभर्स भन्नु साथ त अब स्पाई युनिभर्सको अब नेक्स्ट मुभी भनौँ न, वार पछिको, वार 2 पछिको। यिनीहरूको त्यही लाइन हो नि त, स्पाई पर्नेहरू लिस्टमा। वार 2 मा अब लास्टमा पनि, वार 2 को लास्टमा पनि देखाएको थियो त बबी देओललाई। यिनीहरू सब युनिभर्स जोड्छ होला नि त होइन? खास त के हो अब जोड्ने नै हो। पछि यसमा सबै अब जोड्ने क्यामियो होला। त अब खै ऋतिक रोशनको पनि क्यामियो हुन सक्छ भनेको छ यसमा सायद त्यो पनि हुन सक्ला। तर हेर्दाखेरि ओभरअल हेर्ने हो भने ठिकै छ। ठिकै छ। वार पछिको त राम्रै जस्तो लाग्यो मलाई चाहिँ। हेर्दा त्यस्तो वार 2 मा चाहिँ बरु हावा एक्सन पनि देखाएको छैन होइन? लिमिटेसनमा ठिक्क देखाएको छ। वार 2 मा भन्दा त बेस्टै लाग्यो मलाई त अहिलेसम्म टिजरसम्ममा चाहिँ। के हुन्छ, वारमा चाहिँ ओभर देखाउँछ क्या, ओभर हो क्या। यसमा ठिक्क देखाएको छ। त्यो हिसाबले चाहिँ मलाई ठिकै लागिरहेछ। अब स्पाई युनिभर्सको त यो होप यही हो, यो फिल्म चलेन भने त स्पाई युनिभर्स बन्द गरे नि भयो। त्यही भने त्यो स्पाई युनिभर्समा प्रायः स्किपै गरेको छौँ क्या मैले पनि, किनभने खासै फिलै आउँदैन हेरौँ। त्यसमा ग्ल्यामर मात्र बढी के, ग्ल्यामर बढी चाहिने भन्दा बढी एक्सनै। दीपिकाको ग्ल्यामर देखाएछ, के आरेको ग्ल्यामर देखाएछ, खालि मेन स्टोरी फोकस गरेको छैन। अब यो चाहिँ अलिकति इन्ट्रेस्टिङ छ कि भन्ने भाइसमा छ। बबी देओलको कुरामा बाउको रोल छँदैछ होइन? र त्यो चाहिँ राम्रो हो, किनभने अब अहिले त सबै सलमान खानको कुरा गर्नुपर्दा खालि मेन पार्टै ऊ बन्न खोज्छ। मतलब बाउको रोल एक्सेप्टै गर्न तयार छैन क्या सलमान खान त। किन यसरी एक्सेप्ट गर्नु पर्यो? नयाँ नयाँ क्यारेक्टरमा घुस्नु पर्यो। हामीलाई पनि त्यो हेर्दा मजा आउँछ नि त। हो, त्यो हिरो भन्ने कुरा हामीलाई पनि थाहा छ, तर किन नचाहिने? मेबी अब स्पाई युनिभर्स भनेपछि त सलमान खान पनि यसमा आउँछ होला। त्यो पनि स्योर ठेगान छैन, त्यो आउने हो एकछिन। अबे साले मुस्कुराउने हो, जाने हो, त्यसको काम त्यही नै हो खास। सलमान खानले फेरि होइन आफ्नो मुभीमा मात्रै एक्टिङ गर्छ, अरूको मुभीमा त्यसो हाँसेर इस्तेमाल गरेर गन हान्दा पनि हाँसेर मात्र बसेर लाग्छ। कोही किनकि अर्को पैसा तिर्नु पर्दैन, पैसा पाउँदैन भनेर त्यस्तो एक्टिङ गरे हो कि यो थाहा भएन। तर गर्नु पर्यो भने खतरा एक्टर हो, त्यही पनि गर्दैन। अल्छी मान्छ अहिले खै किन। नेक्स्ट प्रोजेक्टहरू राम्रो छ, हेरौँ त्यसबाट। ल अब हामीले हेर्दा यो के हो ल ठिक छ, यस्तै हो, हाँसीमा आउँदै गर्छ। यो फिल्मको इफेक्ट साला, फिल्मको इफेक्ट हो कि के थाहा भएन। तर जस यो खासै त्यो साह्रो गति नलाएर पनि आएको नै हुनसक्छ है। तपाईँलाई के कस्तो लाग्यो प्लिज
कमेन्ट गर्नुहोस् Comment ठिकठाकै छ भनौँ न हामीले हेर्दाखेरि चाहिँ होइन लाइक गर्नुहोस् च्यानल चाहिँ सब्सक्राइब गर्नुहोस् सेयर गर्नुहोस् फिल्म चाहिँ 3 जुलाईमा आउँदैछ धेरै टाइम छैन 20 दिन जति बाँकी छ हेर्न मलाई हेर्नु अब सायद मलाई एक हप्तापछि ट्रेलर पनि आउँछ होला त्यही हो ट्रेलर आएपछि त्यसपछि बाँकी कुरा हामी भन्छौँ त्यसपछि अहिलेलाई बाई बाई बाई